टिभी क्याबिनेट यो 10 बाई 8 फुट लगाउँदा रहेछ होइन। यो चाहिँ माथिको फल सिलिङ देखाउ, माथिको फल सिलिङको डिजाइन चाहिँ यसमा पनि अलिकता मोडिफाई गरेर राखेको छ होइन। यो टिभी कर्नर रहेछ। यसमा चाहिँ सजाउने कुरा राखिदिने, बत्ती राखिदिने, यहाँ चाहिँ ढोका 3-4 ड्रावर रहेछ। बाँकी हाम्रो सेटअपहरू चाहिँ जुन हुन्छ नि टिभीहरूको त्यो राउटर साउटर यहाँ राखिदिने मजाको हुन्छ। यहाँ पनि 2टा ढोका हो, यहाँ पनि त्यही लाइट सिस्टम राखिदिने, यहाँ अलिअलि फोटो सोटो के राख्नुहुन्छ होला होइन, राखिदिनुहुन्छ होइन। यहाँ डब्लुपिसी प्यानल पनि आउँछ, पिभिसी प्यानल। अनि यहाँ अलिकता कोर्नर छ, अब यो कोर्नरमा चाहिँ यसो घुमाएर अनि यो लाइटिङ सिस्टम र सेल्फ चाहिँ राखिदिने हो सामान सजाउनको लागि। अनि फेरि यहाँ बेड पनि बन्दैछ, अहिले धेरै काम बाँकी छ, हुँदैछ बिस्तारै आउनु। यहाँ किचन पनि हेराइदिन्छु, यता आउनु। यो किचन पनि रहेछ मजाको। यहाँ चाहिँ बास्केट 2टा हुन्छ, यहाँ पनि बास्केट हुन्छ। अब यहाँ हाम्रो चिम्नी आउँछ सेन्टरमा, यो पनि सब ढोकै हुन्छ। अनि माथि चाहिँ अब कतिजनाले चाहिँ डब्बा बनाएर हालिदिनुहुन्छ। त्यो डब्बा बनाउँदा चाहिँ के हुन्छ, अब त्यो पनि खाना गरेर बनाउनु पर्छ। खाना बनाउँदाखेरि के हुन्छ कि हाम्रो प्लाई चाहिँ वेस्टेजै हुन्छ। अब काम त्यही नै गरे, यसमा ठुलो सानो भाडा जता पनि हाल्न मिल्यो होइन, प्लाईको बचत भयो। बाहिरबाट ढोका लागेको त्यो एकदम सलक्कै देखिन्छ होइन, सिधा देखिन्छ, मजाको प्याकै हुन्छ होइन। कहिलेकाहीँ दसैँ तिहारको बेलामा चाहिँ ठुलो भाडाहरू हुन्छ, त्यो निकाल्ने झिक्ने अनि मजाले युज गर्ने। त्यसपछि चाहिँ फेरि तेल लगाएर राखेर आगो बन्द गरिदिने त्यो। अब हाम्रो ऱ्याक पनि हुँदैछ होइन, पुरै प्याकै गर्ने तरिकाले बनाउनेलाई यो चाहिँ 3 पिस भन्नु, 4 पिस भन्नु, 4 पिस भन्नु, जे पनि भने हुन्छ। अब यो चाहिँ उता साइडमा लगेर यो सबै A to Z फोल्डिङै हो, मैले फोल्डिङै बनाउँछु। भोलिपल्ट यताउता सार्न पनि मान्छेलाई मन लाग्छ होइन। भोलिपल्ट घर बेच्न मन लाग्यो भने त्यो बेच्न मिल्यो, सामान आफै युज गर्ने हुन्छ भने आफै यताउता लिएर जान मिल्यो होइन। सबै कुरा यसमा अप्सन सबै हुन्छ। अब यसलाई उता ढकालेर यसलाई फिक्स पार्ने हो। अनि फेरि यहाँ ड्रेसिङ हुन्छ, पछि म भिडियोमा पनि देखाउँछु। यो कुनामा अलिकता मोडिफाई गरेर डिजाइन चाहिँ हाल्ने हो, यो पनि डिजाइन हाल्ने हो। यो कुनामा पनि यो कुनालाई चाहिँ कभर गर्ने हो चाहिँ। अब यो भित्ता रहेछ, यहाँ चाहिँ हाम्रो पुरै बोर्ड हुन्छ। यो डब्लुपिसी को प्यानल आउँछ होइन, मजाको डिजाइन गरेर यहाँ बेड हुन्छ। बेडको सिरानी यस्तो खालको बनाएर लाइटिङ सिस्टम गरेर बनाउने A to Z गरेर हाम्रो हामी भैरवबाट होइन ठेकापट्टि लिने र फर्निचर चाहिँ भैरवमा रहेछ। हाम्रो सबै फोल्डिङ हो, यो छुट्टै पार्टमा निस्किन्छ, यो छुट्टै पार्टमा निस्किन्छ र यो छुट्टै पार्टमा निस्किन्छ। यो सबै फोल्डिङ रहेछ। भोलिपल्ट अब होइन, अब आफ्नो अब जिन्दगीको के हो होइन, कब के गरे के हुन्छ, फेरि दुःख पाउने हामी मिस्त्री हो। अब हामी त फेरि मिस्त्री अब घराइसी मिस्त्री भइसकेपछि अब सानो काम ठुलो काम सबै गर्न बोलाउनुहुन्छ होला होइन। बोलाइसकेपछि हामी धेरै ठाउँमा दुःख पाएछ फिक्स बनाउँदा। त्यही भएर हामी चाहिँ अब ठिक छ 2 घन्टा बढी लाग्छ ठिक छ, तर चाहिँ फोल्डिङै बनाउँदा राम्रो देखिन्छ। राम्रो अब थाहा त हुँदैन यो फोल्डिङ छ कि फिक्स छ, त्यो मिस्त्रीलाई मात्रै थाहा हो होइन। सबै स्क्रुमा हुन्छ, निकालेर यताउता सार्न मिल्छ। भोलिपल्ट यतामा राखेर अब उता भित्तामा राख्ने हो, यता भित्तामा राख्दाखेरि होइन हामीले अब बगेका छौँ यो सबै कुरा होइन। अहिले चाहिँ योलाई यहाँ सेट गर्दा पनि भयो, यहाँ सेट गर्दा पनि भयो, यहाँ सेट उचालेर होइन सबै खोलेर नै गर्न मिल्छ होइन। तपाईँलाई पनि यस्तो काम गराउन मन लाग्छ भने हामीलाई अलिक टाइम दिनुपर्छ, किनकि हामी अलिक बिजी नै हुन्छ होइन। पहिलेदेखि बुकिङ नै हुन्छ होइन, अनि फोन गर्नुहुन्छ त्यही अनुसार हामीले चाहिँ अब टाइम टु टाइम बताइदिन्छौँ। त्यही टाइममा आएर 1-2 दिन यताउता हुनसक्छ, किनकि मिस्त्रीको अब आफ्नै हुन्छ। अब होइन भोलिपल्ट आउँछ भन्ने कुरा पनि हुँदैन। अब यही काम हो अहिले आज भयो, भोलिपल्ट होइन भाइ यहाँ फर्मली एउटा डिजाइन बनाइदिएपछि 1 दिनको काम बढ्यो, त्यही अनुसार चाहिँ 1-2 दिन तलमाथि हुन्छ। त्यो दुःख मान्नुहुन्न, मिस्त्रीको सबैको आफ्नो हुन्छ। तपाईँले पनि यस्तो गराउन इच्छा हुन्छ भने अब म सम्पर्क गर्न सक्नुहुन्छ। हामी सम्पर्क नम्बर चाहिँ राखिदिन्छु अहिले होइन, गर्न नोट गर्नुहुन्छ भने 9819 48 9931 गरेर मेरो नम्बर रहेछ होइन। अनि हस्, धन्यवाद।